जहाँ इतिहास बोल्छ, जहाँ संस्कृति बाँचिरहन्छ, जहाँ प्रकृतिले आत्मालाई शान्ति दिन्छ, त्यही भूमि हो काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको गौरव, कला, संस्कार र सहिष्णुताको अनुपम संगम। धुलिखेल केवल एउटा सहर होइन, यो त परम्परा र प्रगति बीचको जीवन्त पहिचान हो। यहाँ आस्थाले मार्ग देखाउँछ। पलाञ्चोक भगवती श्रद्धा र शक्तिको प्रतीक। प्राचीन मन्दिरहरू, चैत्य र स्तूपहरू जहाँ धर्मले मनहरू जोड्छ र शान्तिले आत्मालाई स्पर्श गर्छ। सुन्दर पर्यटकीय जिल्ला काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा आयोजित तेस्रो क्याबिनेट बैठकको अवसरमा पवित्र माघ महिनामा ऐतिहासिक तीर्थहरू पलाञ्चोक भगवती मन्दिर, चण्डेश्वरी भगवती मन्दिर, धनेश्वर महादेव, नमोबुद्ध र नैनी सारण्य धाम जस्ता पौराणिक तीर्थहरूको अवलोकन दर्शन गर्न पाइनेछ। यो महत्त्वपूर्ण क्याबिनेट बैठकमा सम्पूर्ण लाइन लिडर तथा सदस्यज्यूहरूलाई स्वागत गर्न होस्ट क्लबहरूद्वारा भव्य तयारी भइरहेको छ। नेवारी परम्परा, लोकनृत्य र सांस्कृतिक झाँकीहरू पुर्खादेखि चलिआएको खैजिडी भजन, जसले धुलिखेललाई अझ विशिष्ट र अविस्मरणीय बनाएको छ। साहसिक जिपलाइन, पदयात्रा मार्गहरू र नजिकैका ऐतिहासिक तथा धार्मिक गन्तव्यहरू नमोबुद्ध, पनौती, बनेपा, लड्केश्वर महादेव जस्ता विभिन्न पर्यटकीय स्थलहरू जहाँ छिमेकी जिल्लाहरूले पनि आफ्नो सौन्दर्य साझा गरेका छन्, जहाँ संस्कृति जीवित छ। हिम श्रृङ्खलाको अविस्मरणीय दृश्य, हरिया पहाड, स्वच्छ हावा र खुल्ला आकाश जहाँ प्रत्येक बिहान नयाँ आशा लिएर आउँदछ। पर्यटनको दृष्टिले पनि धुलिखेल अग्रणी छ। लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 आई नेपालको तेस्रो ऐतिहासिक क्याबिनेट बैठक यही मिति 2082 माघ 16 र 17 गते धुलिखेल महानगरपालिकाको सभाहालमा हुन गइरहेको हुँदा समस्त अतिथिज्यू, लाइन लिडरज्यू एवं सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। तेस्रो क्याबिनेट बैठक मूल आयोजक समारोह समिति। थप जानकारीका लागि कार्यक्रम संयोजक लाइन धीरज श्रेष्ठ, डिस्ट्रिक्ट कोअर्डिनेटर, सम्पर्क 98513 57777। रजिस्ट्रेसनका लागि रजिस्ट्रेसन संयोजक लाइन पूर्णबहादुर कार्की, एरिया कोअर्डिनेटर, सम्पर्क 98510 69248।